नमस्कार आईजीपी साहब। नमस्कार। के भर्ती हुन आउनुभयो? हजुर हजुर भर्ती हुन आएको खुलेको छ भन्ने सुनेको के सर्टिफिकेट छ? सर्टिफिकेट सबै कागजातहरू एक छ। लिनु न, म हेर्छु है। ओहो, तपाईँको त जम्मा ब्याचलर डिग्री रहेछ अनि अलि हाइट पनि नपुग्ला जस्तो छ। त्यही पनि म हेर्छु एक दुई दिनलाई। ल। रोक्नुहोस्, म हेर्छु है। हस् अहिले जानुहोस्। ल। जाऊ। नमस्कार आईजी साहब। नमस्कार। के कामले आउनुभयो? इन्स्टिट्युटमा भर्ती हुन आउनुभयो? हो। ओहो, मन्त्रीजीको फोन आएछ। एकछिन रोक्नु है। जय नेपाल मन्त्रीज्यू। जय नेपाल आइजिपी साहब। के छ खबर, सन्चै हुनुहुन्छ? त्यहाँ मेरो एकजना सालो भर्ती हुनको लागि आउँदैछ। त्यसलाई चाहिँ जसरी भए पनि इन्सपेक्टरमा नाम निकाल्नु पर्यो है। ढुक्क हुनुहोस् प्रधानमन्त्रीज्यू। ओहो, तपाईँको लागि त म यहाँ छु नि, किन टेन्सन गर्नुहुन्छ? म गरिदिइहाल्छु नि। हस्, हुन्छ हुन्छ मन्त्रीज्यू। हस् हस् हस्। ओहो, तपाईँको लागि त प्रधानमन्त्रीले फोन गर्नुभयो, पहिले भन्नु पर्दैन? त्यसै भइहाल्थ्यो, प्रधानमन्त्रीले बेकारमा दुःख दिनुभयो। म पहिले भने भए त कामकाज पुरा भइहाल्थ्यो। अब ढुक्क हुनुहोस्, तपाईँको कामकाज पुरा भयो, तपाईँ जान सक्नुहुन्छ है। धन्यवाद। जागिर पायो, इन्स्पेक्टर हुन्छु।